आज चाहिँ म तपाईँहरूलाई बिहानको हेल्दी ब्रेकफास्ट बनाउँदैछु। ब्रेकफास्ट प्लस टिफिन पनि, किनभने म जे चाहिँ टिफिन बनाउँछु त्यो आफूलाई ब्रेकफास्टको रूपमा पनि राख्छु। त्यस कारण चाहिँ मैले गहुँको आटाबाट चाहिँ यो रोटी बनाउँदैछु अनि हल्का घिउ दल्छु, किनभने मलाई सुक्खा रोटीमा घिउ दलेको चाहिँ एकदमै मनपर्छ। अनि म घिउ-सिउ दलेर रोटीलाई चाहिँ धेरै ठुलो पनि होइन, म ठिकै स्मल साइजमा नै बनाउँछु रोटीहरू चाहिँ। अनि रोटी मजाले बनिसकेपछि चाहिँ चिया बसाल्ने, चिया पनि पाक्दै गर्छ। फेरि मलाई दुधको चिया नै खानुपर्छ बिहान एक टाइम चाहिँ। चियाको कलर पनि आयो। त्यो पछाडि प्याज र खुर्सानी चाहिँ मलाई यो चना चाहिँ मैले रेसिपी चाहिँ पछि म कुनै दिनमा तपाईँहरूलाई बनाएर देखाउँछु। अनि त्यो पछाडि थोरै एप्पल नानुलाई पठाएको, थोरै बनाना र मलाई 1 कप मिठो चियाको साथमा मेरो हेल्दी ब्रेकफास्ट पनि तयार भयो। ब्रेकफास्ट पनि तपाईँहरू पनि यसै गरेर इन्जोय गर्नु सक्नुहुन्छ। धन्यवाद। थ्याङ्क यू सो मच।